Harku dengiz bo'yidagi rohat Harku Osmon tagidagi jannat Harku qolganlarga sabr toqat man san ham bir kun foydalaning fursatdan bir kun kuni bo'yi hamma xursand bir kun taklifnoma to'satdan mehmon bir kun Harku dengiz bo'yidagi rohat Harku Osmon tagidagi jannat Harku qolganlarga sabr toqat man san ham bir kun foydalaning fursatdan bir kun kuni bo'yi hamma xursand bir kun taklifnoma to'satdan mehmon bir kun वेलकम टु गाइज माई ब्लग इट्स मी म्यालथिङ न्यू डे न्यू ब्लग आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी सिङ्गलको 4 नम्बर होइन 4 नम्बर झर्न जान आँटेको। यहाँ छ साथीभाइहरू हामी चाहिँ 4 नम्बरकै जान आँटेको। आज चाहिँ घरबाट भन्दा नि अब प्लान सरप्राइज प्लान बन्छ जहिले पनि अनि डाइरेक्ट अब हामी केटाहरू भेला भयो। म सुतिरहेको ठाउँबाट उठेर अनि अब जानिँदै अब सबैजना आयो भेला भयो। अनि आज चाहिँ मैले सुके पोखरीबाट भ्लग बनाइरहेको छु हाम्रो यो सिङ्गलको हेर्न सक्नुहुन्छ। त्यही हो अब हामी जान्छौँ होइन हेर्नु होला अनि बाटोहरू पनि देखाउँछु तपाईँहरू पनि आउन सक्नुहुन्छ है त। अब चाहिँ हामी सुके पोखरीबाट लागे है। अब
हाम्रो सवारी साधन चाहिँ यहीँसम्म है। यहाँबाट चाहिँ हामी 1 घन्टा आधी घन्टाको पैदल यात्री हुनुपर्छ यहाँबाट। डाँडा डाँडा देखिरहेको हो, त्यो डाँडा एउटा दुइटा पर्नुपर्छ होला, थाहा भएन। हाम्रो चाहिँ अब सवारी साधन यहीँसम्म हो, यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ। आइदिने पछाडि आइरह भनेर टिप त पाएदेखि लगाइ जाऊ तपाईँहरूलाई अब यता खोइ कता यता यहाँबाट यस्तो छिटो जानुपर्छ होइन। तपाईँहरूलाई बाटो म देखाउने छु, हेर्दै जानु होला। नयाँ छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला है त। ल गाइज हामी चाहिँ त्यहाँनिर अब सामान पानी लिन जानुपर्ने भयो। यहाँ जो आप अब खाना आँटेको हजुर हाम्रो लोकल आप एकदम स्वादिलो हुन्छ लोकल, दबाई नहालेको। यहीँ छ बोर्ड, किन्नु भयो आउनु सोध्न। म्याम कति हो किलो गा भन्नु? आउनु भने भ्लगमा। ल अब हामी आफ खान्छु, उनीहरू आउँछ है त। ल लगाए त अब चाहिँ भ्याएर आइसक्यो यहाँ चिसो बोकेर है। अनि अब चाहिँ हामी सवारी हुन आँटेको। हाम्रो गन्तव्य चाहिँ यहाँबाट है, यहाँबाट सुरु हुन्छ। ल त्यो स्कुटी राख्न गयो होइन। गाइज अब हामी चाहिँ लाग्यो है त, यहाँ भ्याएर चाहिँ आइसकेको छ। लाग्यो हामी यो बाटो अब हेरेर होला। यहाँ आफ अहिले छुट्टी आयो भने चाहिँ आफ खानु पाउँछ है। अनि त्यसपछि हामी लाग्यौँ। फेरि भन्दैछु, जो जो नयाँ हुनुहुन्छ सबले लाइक सब्सक्राइब गर्न नभुल्नु होला। टिकटकमा फलो गरेर फलो गर्न नभुल्नु होला। इन्स्टामा फलो गरेर चाहिँ फलो गर्न नभुल्नु होला। त्यही हो ल। अब बाटो चाहिँ तपाईँहरूलाई म देखाउँछु। के गरी बाटोहरू चाहिँ अलिक चिनेन भने चाहिँ रिपिट गरी ध्यानपूर्वक हेर्नु होला, चिन्छ। त्यही हो ल। आकाशतिर पानी पर्न आँटेर चाहिँ यो गाई जो खोलाबाट चाहिँ होइन पुरै सिधै हिँड्नुपर्छ। सिधै भन्दा नि अब तपाईँहरूलाई देखाउने छु भिडियोमा। भिडियोले चाहिँ मोबाइलहरूले चाहिँ अलिक विश्वासघात गरे है, केही छैन। त्यो म्यानेज गरेर हेरिदिनु होला। त्यही हो। यो त भर्खर आधी पनि हानु, त्यो डाँडा त कर्नुपर्छ, यो डाँडा पारी। तपाईँहरू चाहिँ यहाँनिर झुकिनुहुन्छ होला होइन। यो यता होइन, हामी चाहिँ यताको सवारी हो, सिधै हो कि सिधै लाने यो। यहाँबाट सिधै लाग्नुपर्छ। टाइम छ अझै, आधीको आधी पनि पुगेन जस्तो लाग्छ मलाई चाहिँ है। तपाईँहरूलाई म सबै देखाउने नै छु। सिधै हो। यतापट्टि गयो भने चाहिँ तपाईँहरू 6 नम्बरको त्यो बिचमा त्यो लट्ठीवाला नि, बिचमा लट्ठी
त्यताको झर्न पुग्छ यताको चाहिँ यो छुट्टी हो क्या गाइस तपाईँहरू चाहिँ यो पाइप देखेर आउनु होला है यहाँ पाइपहरू छ छिरे भाइको चाहिँ चप्पल छिरेर तनाप ल तपाईँहरू चाहिँ यो पाइप हेर्नु होला है ऊ यताबाट गएन हुन्छ है तपाईँहरू चाहिँ देखाउनलाई पाइपको बाटो आएको हामी केटाहरू चाहिँ सब अगाडि गइसक्यो ल ल गाइस अझै पनि तपाईँहरू हरायो भने चाहिँ यही पाइप हेर्ने अनि एउटा पिपलको बोट छ यहाँनिर चाहिँ पानी खानु ए जमुना हो यो ल जमुनाको वाइल पसिना आएर कम त नभइरह नचढे लाल्यो ल गाइस यहाँ चाहिँ अब व्यवस्था भइरहेछ है जमुनाको त्यसलाई चाहिँ खाना खाएको चाहिँ अब त्यो जमुना होइन यो जमुना खाइरहेछ अनि यहाँ चिसो चिसो पोलेर खाइसक्यो ओ रुम्बा मैले खाएको छैन अहिले तेरो मुख फुटाइदिन्छु फेरि ले म चाहिँ नानी म नागेन तल दिने हजुर अरे मैले चाहिँ खायो अझै हामी यहाँबाट जमुना समुना पानी सानी अनि हल्का अब चिसो चिसो हान्यो हिँड्यो है अब आफ्नो फेरि गन्तव्य लागिसक्यो धेरै नै टाढा छ आधी बाटो पुग्यो होला सायद बिहे गयो आधी बाटो पुग्यो नि त आधी बाटो जति पुग्यो होइन अब फेरि यति नै टाढा नै छ त्यो ल तपाईँहरू चाहिँ यो पाइपबाट माथि माथि ल चाहिँ हामी यहाँ मिनी झर्नामा आइपुग्यो है त ढुङ्गाहरू हेर्नु कत्रो कत्रो छ हेर्नु सक्नुहुन्छ त्यो चाहिँ मिनी है त पहिला अलि पानी अहिले सुकेर हो अत्य त डेन्जर छ भने हेर्नु न अब हामी चाहिँ यहाँबाट हिँड्नु पर्यो एकछिन डुब्की हाने अझै हामी फेरि यहाँबाट सवारी माथि हुँदै जानु पर्यो यहाँ पनि ठिक हेर्न सक्नुहुन्छ पानी ठिक हो आउँदो रहेछ समाजमा जाउँदै त माल ठुल्ठुलो थियो लगाएपछि आज गङ्गाडा मारिसक्यो यहाँनिर अहिले पानीको उले गर्दाखेरि हो मात्रा यस्तो डेन्जर आउँथ्यो कि हो यहाँ त्यहाँबाट यस्तो सर उहाँबाट सर रच्रिँदाखेरि पानी बवाल देख्थ्यो कि उहाँबाट यस्तो अब तपाईँहरूले देखिने छ त्यहाँ माछा मारिरहेछ ल तपाईँहरूलाई चाहिँ अहिले उता उता पुगिसकेको है त अहिले चाहिँ हेर्नु होला यो अब चाहिँ यहाँ ढुङ्गाको 50 सर ठुलो हुँदै गइसक्यो अब है अब ढुङ्गाहरू कत्रो कत्रो आउँछ यहाँबाट हिँडेर आएको हामी हेर्नु कस्तो डेन्जर ठाउँ छ यहाँ हान्नु त उही आउनुपर्छ है गाइस तपाईँहरू कति काठमाडौँको सिस्नेरीमा मात्रै जानुहुन्छ हाम्रो 12 जिल्लाको निजगढमा पनि आउनुहोस् न यस्तो दामी हाइट भ्यू हेर्न सक्नुहुन्छ तल हेर्नु नि हेर्नु गाइस यहाँ यस्तो जानुपर्छ मुन्ना छ न वेट कति मेहनत गर्नुपर्छ हेर्नु ल गाइस हेर्नु यस्तै जानुपर्छ कति टाढा होला हेर्नु हाइट गुफाहरू जस्तो रहेछ ल ल म पनि चढ्न आँटेको है गाइस यो पनि कट्यो अब फेरि हेर्नु यहाँ पनि डेन्जर छ नि पानी आएको भए त हुन्थ्यो यहाँबाट पानी आएको भए त कस्तो थियो होला यहाँ ल म पनि गएँ छ
गाइस फाइनल चाहिँ हामी यहाँ डेस्टिनेसन पुगिसक्यो हाम्रो योभन्दा तपाईँहरूले तल धेरै राम्रो देख्यो होला तर चाहिँ पानी अलि राम्रोसँग छैन यहाँ हेर्नु त्यहाँ बगेको पानी सरर आइरहेको छ त्यही भएर चाहिँ हामी यहाँ आएको है गहिरो पनि एकदमै गहिरो छ फेरि पाल्दै नापेर देखाइदियो एकचोटि पाल्दै रुममा एकचोटि अलि जाँदा त्यहाँ नाप्छ त्यहाँ हेर्नु सक्नुहुन्छ डुब्छ हेर्नु होला पानी सरर तल चाहिँ एकदम राम्रो थियो अहिले जाने बेला चाहिँ हामी पस्दै जान्छौँ होला त्यता चाहिँ है अब चाहिँ यहाँ नआउँछ हामी टाइम प्लेसमा लगाएर चाहिँ छोडिदिन्छु भिडियो अनि हेर्नु होला अनि त्यही हो है त ल हेलो खत्म बाय बाय टाटा गुड बाय गया लगाए चल्छ अब हामी घर लाग्न आँटेको है सबैजना नयो भयो है अब चाहिँ हामी घर चल्दिन आँटेको त्यही हो अब सबैले कपडा सपडा लगाइसक्यो अब सान पानी व्यवस्था गर्नुपर्छ अनि त्यसपछि चल्दिने हो है त ल अब तल भेट्यो भने नुहाउँछु अब कस्तो छ कन्डिसन के कस्तो छ अनि त्यो अघि हेर्नु त्यहाँ लडेर पुरा भइरहेको अब गाह्रो छ त्यही हो अब हामी चाहिँ हिँड्न लाग्यो है त अब यो ब्याग चेक गरेर अनि यस्तो छ यहाँ परिस्थिति जा लाले जा त्यहाँबाट बाँच्नु अब अर्को यो त अलिक सिम्पलै छ यही हो गाइस अहिले चढ्नलाई नि गाह्रो भएको भिडियो बनाउनु पाएन अघि अहिले चाहिँ ल सबै आइसक्यो मुख नछाडौँ भिडियो जारी छ यस्तै जानुपर्छ गाइस झर्ना नेट इम्पोसिबल यस्तोमा चाहिँ नआएन केटा हो मिनी झर्ना यता बना मिनी झर्ना गाइसहरू कहाँ ओ हम्बाल्यो ओइ 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 गएर छ तँ त्यहाँबाट भाला आइदिनाहरूको चाहिँ च्यालेन्जको भइरहेको छ ऊ डिचिकको ऊ गयो ल अब सिस्नेरीमा नुहाउँछ हामी है त ल हिँड्यो अब सिस्नेरीतिर तपाईँहरूलाई चाहिँ सिस्नेरी आउन अझै बाँकी नै छ क्या अरे होइन अनि हामी चाहिँ गाउँले पारामा अब हुनु त गाउँले नै हो है त्यो टिकटकर गाउँले होइन भाइ चाहिँ यहाँ नुहाउनसँग कस्तो दामी छ यहाँ तपाईँहरू यहाँ नुहाउनलाई हेर्नु त पानी आएको भयो होइन यस्तो डेन्जर थियो कि उहाँ लुङदारहरू पनि थियो पहिला चाहिँ होइन हेर्नु त पानी कस्तो छ त्यहाँ नुहाउन डेन्जर हुन्छ त्यहाँ पानी परेर चाहिँ धेरै नै ल्याङ गऱ्यो है हेर्नु होला पानी परेर अब यसले जम हान्न आँट्यो कहाँ त्यो अघि नको ल गाइज अब चाहिँ हामी जानु पर्यो अब यो भ्लग यतै व्यवस्था हुन्छ हो कि जस्तो लाग्यो है के कस्तो छ मेरो के बिग्रिया छ कि सुचाप दिनु होला पानी पर्यो यार ठुलै पानी ठुलै पऱ्यो गाइज अब के गर्ने हो
ल गाइज अब चाहिँ भ्लग अब यहाँबाट चाहिँ अन्त्य हुन्छ अघि हाफसाफ खाँदै होइन अब चाहिँ हामी घर जानु पर्यो ढिलो पनि हुँदै गइसक्यो अब त्यही हो सबैले सब्सक्राइब गर्नु होला त्यो हो अब नेक्स्ट भ्लग फेरि छुट्टी आउँछ होला सबैले सब्सक्राइब गरिरहनु होला है त ल